हेलो गाइज, हेलो गुड मर्निङ। म चाहिँ आज मिलमा आएको थिएँ आज र यो यसै गरी मिलमा आएको थिएँ धान ल्याएर। मिलबाट यतासम्म अहिले चाहिँ गाउँघरको अवस्था त भइहाल्यो, काम गर्नुपर्छ। अहिले फिर्ता चाहिँ भएको म अवस्था हो। म अहिले उता हिँडिरहेको छु बाटोमा। माथि मङले यस्तै भयो के गर्ने, अहिले चाहिँ म यस्तो ठाउँमा आइसकेको छु। देखाउन सकिँदैन। यस्तो यस्तै ठाउँमा छ पुगिसकेको ठाउँको छु। अवस्था। हामी हिँड्ने बाटो सबै यस्तै छ। म यस्तो ठाउँमा बाटोमा छु, यस्तो बाटोमा हिँड्नुपर्छ। भ्यू हेर्नुहोस् पनि माथि यहाँको त्यस्तो भिड छ। एकदम दामी छ। अनि म चाहिँ आफै आएको हो। बिहान 6 बजे उठेर आउनुपर्छ। अहिलेसम्म पनि थाहा छैन। हेर्नु के गर्ने, यस्तै छ गाउँघरको अवस्था। अनि तपाईँहरू सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, साथ सपोर्ट गर्दै गर्नु होला। अब सोच त छ धेरै भ्लग बनाउने, तर के गर्नु, यस्तै कामको कारणले गर्दा, स्कुलको कारणले गर्दा बनाउन सकिँदैन। अनि अब नियमित आउने प्रयास गर्नेछु। हेर्दै गर्नु होला तपाईँहरू। ल है त, बाई।